यलया नेकु जात्रा मतया व्यवस्था समिति निन्याद क्यंगु लस्ता रजत जयन्ती समारोह व दया ज्याचो जुगुदो व दया ज्याचो यल लाकुली दुगु कार्तिक दबुली शनिबार जुगु ख ज्याचो या उलेजा संस्कृति पर्यटन निसे नागरिक उड्डयन मन्त्री सुदन किराती यानादिगु ख विवरणहरू रहेका छन्, तपाईहरुले पनि हेर्न सक्नुहुनेछ। हामी नेपालीहरू संस्कृतिको धनी छौं। स्वभावै रूपले यो शहरको कुरा गर्ने हो भने विश्वको 35औं शहरहरूमध्ये यो कला नगरी भनेर चिनिने यो शहर, मैले सुने जाने अनुसार ललित कलामा उत्कृष्ट भएको हुनाले यो जिल्लाको नाम ललितपुर राखियो अरे। अहिले पनि यहाँका टोलहरूमा ढुङ्गा र धातुका मूर्तिहरू धेरै पुराना पाइन्छन्। काठमाडौँ उपत्यकामा निर्माण हुने यी सारा वस्तुहरूमध्ये 50% ललितपुरमा उत्पादन हुन्छ भन्ने तथ्याङ्क छ। सबैभन्दा पुरानो मानिएको गजलक्ष्मीको मूर्ति पाटनको च्यासल ढुङ्गे धारामा भेटिन्छ। यहाँ यो त सत्यमोहन जोशी जस्तो संस्कृतिविदको यो जन्मेको माटो हो। 9वटा मणी भएको मनिङ्गल भनिन्थ्यो अरे, त्यसैबाट मङ्गल बजार भयो भनेको पनि मैले कता सुनेको थिएँ, पढेको थिएँ। नेकु जात्रा बट्या जात्रा भने छुर यो चाहिँ मौंडस गुल्च्या जनमानस चाहिँ मस्योका नेकु छु जात्रा बट्या व्यवस्था समिति सञ्चालन समिति नेकु यो चाहिँ त्यो मिया यो चाहिँ अछि जुल अले जे चाहिँ नेकु जुल अध्ययन अरे बट्या चाहिँ जात्रा पनि हुँदा छिस मतिचाका पनि जुल ठो हिसाबमा छिस नेकु जात्रा बट्या जात्रा देखा छिस ढाबा नसे छिस प्राप्त काला नसे गया हुन्छ ल। शशीपटन भन्ने देशको राजा सिंह केतु र रानी सुलक्षणा देवीको कथाको बारेमा यस नेकु जात्रा मटिया सिंहभेरी द्वीप यात्रा जोडेको छ। करिब 1400 वर्ष पहिला राजा सिंह केतु स्वभावले अति नै हिंसा र मारकाटमा विश्वास गर्ने प्रवृत्तिका थिए भने उहाँकी रानी अति नै धार्मिक प्रवृत्तिका, हिंसा र मारकाटमा पटक्कै मन नभएका थिए र रानीले पटक पटक राजालाई आफ्नो स्वभावमा परिवर्तनको अनुरोध गर्दा पनि परिवर्तन हुनु भएन र कालान्तरपछि राजा रानी दुवैको देवहसान पछि राजा र रानी दुवै एक ब्राह्मण कुलको घरमा राजा राघवको रूपमा र रानी छोरीको रूपमा जन्म लियो, जसको नाम रूपवती थिए। छोरी ठुलो भइसकेपछि उसको ऋद्धि बलले त्यो राघवलाई आफ्नो पूर्व जन्मको पति भएको थाहा पाए। अति नै सेवा गरी पालिरहे, तर केही समयपछि जङ्गलमा राघव चराउन जाँदा जङ्गली पशुहरूले मारी खाइदियो। सो कुरा छोरीले थाहा पाए। रूपवतीले अति विलाप गरी राघवको सम्पूर्ण हाड खोड जम्मा गरी एउटा नदीको किनारमा लगी बालुवाको एउटा चैत्य बनाए। त्यसभित्र हाड खोड राखी दुईटा सिंह मध्ये एउटा चैत्यमा धसी एउटा सिंह फुकी बुद्धको मन्त्र ध्वनिबाट उच्चारण गरी त्यस चैत्यको निरन्तर परिक्रमा गरी दुवै तरेर गयो भन्ने यस कथामा आधारित यस नेकु जात्रा मटिया हजारौं वर्ष अघिदेखि चलिआएको छ। ज्याचोले यलो महानगरपालिका प्रमुख चिरिबाबु महर्जन मतया व्यवस्थापनका लागि अक्षयको स्थापना या त नेगु लखतकाया चेक ललहाना दिगु खा संस्कृति संरक्षण एवं हाम्रो मतया पर्व जस्तो गौरवमय पर्व एवं यस नेकु जात्रा मतया व्यवस्था समितिको अक्षय कोषको लागि ज्याचोले यलया चिगुत्वाया गुरु संस्थापक सदस्य सल्लाहकार पिन्तन हंगुखा
तजेको लाप्ठाना दिट बिजाट इनापेना चुना वेब क्षेत्र नम्बर 2 मा पनि वरिष्ठ गुरु हुनुहुन्छ उहाँ अशोक साक्कीज्यू गुरु पाहल पाखे गुरु श्री बाबुकाजी वज्राचार्यज्यू ढुङ्गा हौग टोया गुरु श्री राम ताम्राकारज्यू राम ताम्राकार। त्यस्तै क्षेत्र नम्बर 7 आमन्त्रण गर्न चाहन्छु श्री तिखालको टोलयाट त्यस्तै गुरु श्री अमृत गोपाल वैद्यज्यू सम्मान गरिरहेका छौँ। जोरदार तालिका साथ हामीले उहाँलाई सम्मान गरौँ। बुद्धिराज वज्राचार्यज्यू त्यस्तै आचार्य उहाँ पनि स्वर्गीय हार्दिक कृतज्ञता ज्याचोले बाजया प्रशिक्षण कापिस था बाज नव बाजया प्रस्तुति नेबगुख क्या भाजु बिजा गुडु अटे क्षेत्र नम्बर 6 पाखे हौग उपहा सञ्चालन समिति क्षेत्र